यो एउटा इन्टरसेक्सन हो and I'm about to do something real big brain over here. And our right lane. So I'll first of all slow down. Yes, you heard it right. You need to slow down before an intersection. It's surprising now how हामी नेपालीहरूले यस्तो एउटा सिम्पल कुरालाई बिग ब्रेन बनाइसक्यौँ. सी के छ कि त्यतापट्टि के आइरहेको छ कि अलिकति क्रिप अप गर्दै जान्छु दिस इज नेपाल दिस इज काठमाडौँ यु निड टु डु बिट अफ क्रिपिङ. अब यता म रोक्नुपर्ने चाहिँ यो जिब्रा क्रसिङभन्दा पछाडि हो है. बट यो इन्टरसेक्सनमा मैले यो जिब्रा क्रसिङभन्दा पछाडि रोकेँ भने मलाई राइट टर्न लिनलाई लाइन अफ साइट हुँदैन, मैले गाडी आइरहेको देख्दिनँ. सो टेकिङ एडभान्टेज अफ द फ्याक्ट कि जिब्रा क्रसिङमा कोही मान्छे हिँडिरहेको छैन, म स्लोली क्रिप गर्दै अगाडि गइरहेको छु अनि राइटमा गाडी आइरहेको छ कि छैन भन्दै हेर्दै गइरहेको छु. अब यता आई वान्ट यु गाइज टु नोटिस फ्यु थिङ्स है. म यो इन्टरसेक्सनमा राइट लिन थालिसकेँ अनि यो स्क्रिनसटको लेफ्ट साइडमा हेर्दै हुनुहुन्छ भने यो बाइक र स्कुटीहरू नरोकिकन न स्लो डाउन गरिकन सिधा आइरहेको छन् कि यो उनीहरूको लागि चाहिँ इन्टरसेक्सन होइन. अनि अर्को कुरा यो स्क्रिनसटको राइट साइडको यो गाडीलाई याद गर्नुहोस् है. अब खाली छ आई विल गो. इन्टरसेक्सन्स आर नट द्याट डिफिकल्ट. पहिला स्लो डाउन गर्ने अनि कोही बिस्तारै इन्टरसेक्सनमा गइरहेछ भने उसलाई रेस्पेक्ट गरेर बाटो दिने.